यो हो पानीमा चल्ने वाटर ट्याक्सी। यो ट्याक्सी चढेर हामी न्युजिल्यान्ड भन्ने देशमा सुटिङ भएको फिल्म कहो न प्यार है भन्नेको सुटिङ स्पट हेर्न गइरहेको छौँ। तपाईहरुलाई पनि हामी देखाउने छौँ। त्यसको लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नुहोला है त। हेलो नमस्ते साथीहरू, म प्रेम घतानी। तपाईहरुलाई फेरि पनि स्वागत छ यो हाम्रो यायावर नेपालको ब्लगमा। आज हामी चाहिँ यो न्युजिल्यान्डको नर्थ आइल्यान्ड उत्तरी टापु चाहिँ हामी घुम्न गइरहेको छौँ, जसको नाम चाहिँ कोरोमण्डल हो। त्यहाँ चाहिँ एकदमै प्रसिद्ध सुन्दर ठाउँ चाहिँ हामी घुम्न गइरहेको छौँ, जहाँ चाहिँ एकदमै हजारौँ वर्ष पहिला समुद्रले काटेर बनाएको एउटा ढुङ्गा ओडार हामी हेर्न गइरहेको छौँ, जहाँ चाहिँ एकदमै राम्रो एकदमै सुन्दर। र त्यहाँ चाहिँ हलिउड बलिउडका चाहिँ फिल्महरू पनि छायाङ्कन भएका थिए र त्यसको इतिहास पनि छुट्टै छ। त्यो सुन्दर ठाउँ चाहिँ हामी हेर्न गइरहेको छौँ। त्यो सँगसँगै तपाईहरुलाई पनि हामी घुमाउने छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, ढिलो नगरिकन। अब लागौँ है त हेर्नलाई सँगै। हामी चाहिँ फाइनली यो ठाउँ आइपुगेको छौँ। तपाईहरु देख्न सक्नुहुन्छ यो एकदमै सुन्दर दृश्य, सफा निलो पानी हेर्दाखेरि चाहिँ कलर हाले जस्तो देखिन्छ, तर यो साँच्चीकै प्राकृतिक रूपमा बनेको समुद्र हो। यो सेतो बालुवा एकदमै सुन्दर देखिन्छ। यो अगाडि देखिरहनु भएको चाहिँ वाटर ट्याक्सी भन्दो रहेछ। अब यसलाई आधुनिक नाउ भनौँ न। यो चाहिँ किनभने समुद्रमा जानको लागि पनि यसलाई सजिलो, बाहिर निस्किनको लागि पनि पाङ्ग्राको कारणले गर्दाखेरि यसलाई सहज हुने रहेछ। र हाम्रो साथीहरू हामी चाहिँ आज 15 जनाको जम्बो टोली आएको छौँ घुम्नको लागि। साथीहरू चाहिँ यहाँ कोही आइरहनु भएको छ, कोही चाहिँ यहाँ वेट गरिरहनु भएको छ, कोही चाहिँ फोनमा कुरा गरिरहनु भएको छ, कोही साथीहरू चाहिँ माथि डाँडामा पर्खिरहनु भएको छ। त्यहाँ माथि गएर भन्नु न। ल हाम्रो टोली गेट रेडी। ल हाम्रो जम्बो टोली चाहिँ रेडी भएर ट्याक्सीमा चढेर हाम्रो गन्तव्यतिर लाग्यौँ है साथीहरू।
कोरोमन्डल भन्ने ठाउँ न्युजिल्यान्डका प्रमुख प्रसिद्ध पर्यटकीय ठाउँमध्ये यो पनि एकमा आउने रहेछ। यहाँ चाहिँ संसारभरका पर्यटकहरूको चाहिँ एक गन्तव्य स्थल पनि रहेछ। यहाँ चाहिँ हामीले धेरै पर्यटकहरू पनि देख्न पाइयो। साथै यो चाहिँ एक मौरी समुदायको चाहिँ प्रमुख स्थल पनि भन्ने हामीले पाइयो, किनभने करिब सन् 1350 तिर चाहिँ यही नामका माउरी प्रमुख चाहिँ पहिला बसोबास गरेको ठाउँ पनि भन्ने हामीले बुझ्न पाइयो। र यो तपाईँले देखिरहनु भएको छ यो पहाड, यो चट्टानले भरिएको, यो चाहिँ एक चट्टान मात्र नभएर यो चाहिँ हजारौँ वर्ष समुद्रको छालले चाहिँ काटेर बनाएको एक प्राकृतिक संरचना। यो हजुरले जुन देखिरहनु भएको छ एउटा यो ओडार, यो चाहिँ साँच्चीकै प्राकृतिक ओडार हो। यो चाहिँ छालले, हजारौँ वर्षको छालले चाहिँ काटेर बनाएको चाहिँ प्राकृतिक संरचना रहेछ। यो यति धेरै सुन्दर छ कि हेरिरहन मन लाग्ने रहेछ। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। यही ओडार हेर्नका लागि संसारभरका पर्यटकहरू चाहिँ हेर्न आउने रहेछन्। झट्ट हेर्दाखेरि यो कोब अथवा सुरुङ आकृतिको देखिन्छ। यो क्याथ्रियल कोब ओडार केवल सुन्दर समुद्री किनार मात्र नभएर यहाँ चाहिँ हलिउडका 3-4वटा फिल्महरू चाहिँ छायाङ्कन भएको, साथै हाम्रो बलिउड मुभी जुन चाहिँ विक्रम सम्वत 2000 सालमा रिलिज भएको कहो न प्यार है भन्ने चाहिँ बलिउड मुभी पनि यहाँ छायाङ्कन भएको भन्ने कुरा चाहिँ अब हामीले सुन्नमा आयो। यो कुरा चाहिँ अब यथार्थमा हो कि होइन त्यस्तो खालको छ। अब ठाउँ एकदमै मनमोहक, एकदमै सुन्दर छ। सायद अब भएको पनि हुनसक्छ। यतिको राम्रो ठाउँ फिल्महरूका लागि पनि एकदमै उपयुक्त ठाउँ हो यो चाहिँ। ल हेर्नुहोस्, यो अद्भुतपूर्ण सुरुङ अथवा ओडार लगभग यसको लम्बाइ 30 मिटर लामो छ। अब यो ओडार बन्नको लागि छालले कति हजार वर्ष लगायो होला हेर्नु न। यसलाई पुरै छेडेर वारपार बनाएको छ। कति आश्चर्यजनक छ यो हेर्दाखेरि पनि। साथै यसले 2वटा समुद्र किनारलाई जोड्ने काम पनि गर्ने रहेछ। हाम्रो दिलीप दाई चाहिँ आफ्नो श्रमदान गरेर चाहिँ बालुवामा खनेर चाहिँ तातो पानी झिक्ने प्रयास गरिरहनु भएको छ। यो ठाउँ भनेको चाहिँ प्रशान्त महासागर भनेको चाहिँ पुरानो ज्वालामुखी गतिविधि भएको ठाउँ हो। यो ठाउँमा अझै पनि जमिनमुनि खन्दाखेरि तलका चट्टानहरू चाहिँ तातिएर 60 डिग्री अथवा 60 डिग्रीसम्मका चाहिँ तातो पानीहरू पनि देख्न सकिन्छ अथवा चाहिँ हामीले महसुस गर्न सकिने रहेछ यहाँनिर। त्यो भएको कारणले गर्दाखेरि चाहिँ दाइले यहाँ खनेर चाहिँ पानी निकाल्नु हुँदैछ। साथीहरू, हाम्रो आजको गन्तव्यलाई सकेर हामी चाहिँ फर्किँदैछौँ। यो चाहिँ हाम्रो ट्र्याकको बाटो। हामी बिहान चाहिँ हामी नाउमा गएको थियौँ। अहिले फर्किँदा चाहिँ हामी हिँड्दै माथि उकालो बाटो चढ्दै ट्र्याकको बाटो फर्किँदैछौँ। यहाँनिर अगाडि चाहिँ न्युजिल्यान्ड वर्ल्ड वारको नाम अथवा चाहिँ त्यसको स्मृतिमा बनाइएको एउटा चाहिँ फरेस्ट पार्क जस्तो रहेछ। यो चाहिँ एकदमै सुन्दर छ यो पनि। त्यसपछि भनेको चाहिँ हामी ल हेर्नुहोस् यतापट्टिको दृश्य। यो चाहिँ लगभग 150 मिटर हाइटबाट खिचिएको दृश्य हो। हेर्दाखेरि
स्वर्गभन्दा कम देखिँदैन, अत्यन्तै मनमोहक, एकदमै सुन्दर देखिन्छ। हेर्दाखेरि कुनै सिन जस्तो देखिन्छ, तर यो सिन रियल सिन हो। र यति भन्दै साथीहरू आजको ब्लग चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्यो आजको ब्लग भिडियो? पक्कै पनि मन पराइदिनु भएको छ भन्ने विश्वास लिएको छु। फेरि पनि यस्तो ब्लग भिडियोहरू हेर्नका लागि चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सेयर पनि सक्दो गरिदिनु होला भन्दै आजको भिडियो यति नै साथीहरू। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु। हस्त, नमस्ते।